आज हामी पिपिएम अन्तर्गत नयाँ ठेक्काको बिड डकुमेन्ट कसरी बनाउने भन्ने प्रक्रियामा अगाडि बढ्न गइरहेको छौँ। त्यसको लागि सबैभन्दा पहिला कुनै पनि ठेक्का अपलोड गर्न अथवा ठेक्का खोल्न लागि हामीले क्रिएटरबाट लगइन पर्ने हुन्छ। त्यसको लागि यहाँबाट हामीसँग क्रिएटरको आइडी पहिल्यै बनिसकेको छ। क्रिएटरबाट लगइन गरिसके पछाडि यो इन्टरफेस खुल्छ। यसमा हामीले होम, प्रोक्युरमेन्ट प्रिपरेसन, प्रोक्युरमेन्ट एक्जिक्युसन, कमिटी फर्मेसन, पब्लिस बिड, पिपिएमआइएस, यो सब अन्तर्गत हामीले अहिले प्रोक्युरमेन्ट प्रिपरेसन अन्तर्गतको प्रोक्युरमेन्ट डकुमेन्ट अन्तर्गत क्रिएटमा गएर हाम्रो यो ठेक्का छ। यहाँनिर यो कहाँबाट आउँछ भन्दाखेरि यो हामीले एनुअल प्रोक्युरमेन्ट प्लान एपिपी बनाइसके पछाडिको प्रोसेस चाहिँ हाम्रो बिड डकुमेन्ट प्रिपरेसन प्रोसेस हो। अब यसरी हामीले यो स्याप्रिबेसीदेखि बाहुनडाँडासम्म सडक कालोपत्रे भोगसाइगुन्डा 5 भन्नेको हामीले एपिपी बनाइसकेका थियौँ। अब त्यसको बिड डकुमेन्ट बनाउनु पर्ने हुन्छ। त्यसको लागि सबैभन्दा पहिला हामीसँग बिड डकुमेन्टको अपलोडेबल हामीले चाहिँ अहिले चाहिँ के गर्ने गरेका छौँ भन्दाखेरि अपलोडेबल गर्ने गरेका छौँ। पहिला हामीले अनलाइन पनि गर्थ्यौँ र यो वर्षबाट अनलाइन चाहिँ अहिले नहुने भएकोले अपलोडेबलमा गएको छौँ। अपलोडेबलमा गर्दाखेरि बिड डकुमेन्ट हामीले चाहिँ फर्मेट पहिल्यै बनाएर रेडी पारिसकेको हुनुपर्छ, जुन हामीले बनाइसकेका छौँ। स्याप्रिबेसीदेखि बाहुनडाँडा भन्ने सडक यो चाहिँ हामीले के छ बिड डकुमेन्ट हामीसँग पहिल्यै रेडी छ। यसमा हाम्रो मात्र के छैन भन्दाखेरि बिल अफ क्वान्टिटी चाहिँ हामीले हालेको छैन। बिल अफ क्वान्टिटी चाहिँ अटोमेटिकली पिपिएमओबाट जेनेरेट भएर आउने हुन्छ। तपाईँको बिल अफ क्वान्टिटी सेक्सन हाम्रो खाली छ अहिले, होइन? यो चाहिँ हाम्रो चाहिँ के भन्दाखेरि अटोमेटिकली पिपिएमओबाट जेनेरेट भएर आउँछ यो अपलोड गरिसके पछाडि। यसमा अरू के छ हाम्रो स्याप्रिबेसीदेखि बाहुनडाँडासम्म सडक भनेर छ यो योजनाको। यो आइएफए नै भइहाल्यो। हाम्रो चाहिने भनेको मेन कुरा भनेको यहाँनिर इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अफिस भयो, स्याप्रिबेसीदेखि यो योजना भयो, यो कन्ट्र्याक्ट आइडी भयो, यो एस्टिमेटेड एमाउन्ट भयो। यो हाम्रो चाहिँ के भन्दाखेरि राजस्व तिर्ने हो। तपाईँको बिड फी चाहिँ हामीले यसमा यो तिर्नेको लागि ब्याङ्क एकाउन्ट डिटेल भयो। हामीले प्रिबिड मिटिङ कहिले गर्ने भन्दाखेरि फेब्रुअरी 12। अनि त्यस पछाडि गएर हाम्रो के छ भन्दाखेरि फेब्रुअरी 24मा हाम्रो ओपनिङ हुन्छ। 12 बजेसम्म चाहिँ हाम्रो सबमिसन छ भने 1 बजे हाम्रो के हुन्छ ओपनिङ हुन्छ। यहाँ 13 बजे। त्यसपछि हाम्रो बिड सेक्युरिटी फी हामीले 45,000 मागेको छौँ। यसको लागि भ्यालिडिटी चाहिँ जुन 26सम्म छ। यही कुराहरू चाहिँ हामीले चाहिँ के गर्छौँ त अब पिपिएममा हामीले इन्ट्री गर्ने गर्छौँ हो। त्यसको लागि अब पिपिएमतिर जाउँ। यो ठाउँमा गयो। यसमा गइसकेपछि हामीले के गर्नु पऱ्यो भन्दाखेरि क्रिएट डकुमेन्टमा गएर यहाँबाट डकुमेन्ट क्रिएट गर्नु पऱ्यो। यो हाम्रो 2 करोडभन्दा सानो ठेक्का 19 लाख 20 लाखको मात्र ठेक्का भएकोले हामीले यसलाई के गर्ने गरेको छ भन्दाखेरि यो हाम्रो सिङ्गल इन्भलपमा भित्र पऱ्यो। 2 करोडभन्दा माथि गएपछि मात्र डबल इन्भलपमा गर्नुपर्ने हुन्छ। अब टेम्प्लेट हाम्रो चाहिँ के छ भन्दाखेरि अनलाइन र अफलाइनमा चाहिँ अपलोडेबल छ। अहिले चाहिँ हाम्रो के छ भन्दाखेरि अपलोडेबल मात्र बनाइदिएको छ। अपलोडेबल बिडिङ टाइप हाम्रो ओपन नै हो। कपी फ्रम एक्जिस्टिङ बिड हामीले कुनै पहिला अपलोड गरिसकेको ठेक्काबाट कपी गर्ने भनेर हामी कपी गर्दैन, आफै बनाउँछौँ। त्यो हिसाबले नेक्स्ट। अब यो इन्टरफेस आइसक्यो। अब यसमा हाम्रो चाहिँ अब अहिले भनेको कुराहरू चाहिँ सबै यहाँ हाल्छौँ। प्रिबिड मिटिङहरू, बिड सबमिसनदेखि लिएर कहिले ओपनिङ हुने यो सब डेट चाहिँ हामीले यसमा मेन्सन गर्छौँ। यसको लागि मसँग यसको एपिपी पनि हेर्नुपर्ने हुन्छ। तपाईँले बनाइसकेको एपिपी डाउनलोड गरेर राख्दा नि हुन्छ। नभए मसँग मैले पहिल्यै एपिपी बनाइसकेको हुन्छु। यो मेरो अहिलेसम्मको अपलोड भएको ठेक्काहरूको योजनाहरूको एपिपी चाहिँ मैले यहाँ यसरी एक्सलमा आफैले बनाइसकेको हुन्छु। अब हामीले यो अपलोड गर्ने भनेको यो स्याप्रिबेसीदेखि बाहुनडाँडासम्म सडक यहाँ 20 लाखको योजना छ। यो हामीले आइएफए त्यसरी छ, यो अपलोड गर्नुपर्ने हुन्छ। यसमै हामीले लेखेको छौँ इस्टिमेटदेखि लिएर आइएफए इन्भिटेसन अफ फर्स्ट बिड कहिले इन्भेस्टिगेसन गर्ने, यो ठेक्का कहिले देखिन्छ त पिपिएमओमा भन्ने कुरादेखि लिएर
प्रिबिड भयो, अनि डेट सबमिसन, बिड भ्यालिडिटी, बिड सेक्युरिटी, यो सब हामी चाहिँ यसमा मैले चाहिँ एउटा एपिपीको फर्मेटमा बनाइसकेको छु। यो मात्र यसको डेट चाहिँ हामीले उताबाट लिएर गएर हाल्ने मात्र हो। त्यसको लागि अब यही कुरामा यहाँ हेर्नुभयो भने तपाईँले के भन्छ भन्दाखेरि आइएफपी डेट यो भनेको चाहिँ के भोलि अपलोड हुने टेक्का भयो, त्यही भएर 25 जनवरीमा भोलि अपलोड हुन्छ, 25 जनवरीमा अपलोड हुन्छ। अनि यसको सामान्यतया हामीले चाहिँ के भन्दाखेरि 15 देखि 18 दिनको विदिनमा चाहिँ हामीले के भन्छ भन्दाखेरि प्रिबिड राख्ने गरेको हुन्छौँ 12 फेब्रुअरीमा। अब यो अपलोड गरेको दिनबाट 30 दिन पछाडि चाहिँ हाम्रो के छ भन्दाखेरि सबमिसन हुन्छ, डेडलाइन अफ सबमिसन 24 फेब्रुअरीमा चाहिँ उनीहरूले सबमिसन गरिसक्नुपर्छ 30 दिनपछि। सामान्यतः सबमिसन गरेको दिनकोमा चाहिँ हामीले के भन्छ भन्दाखेरि बिड पनि ओपनिङ गर्छौँ। जस्तै 1 घन्टा गर्नुमा 12 बजीसम्म हामीले डेडलाइन सबमिसन राख्यो भने त्यही 1 बजे चाहिँ हामीले के भन्छ भन्दाखेरि बिड ओपनिङ गर्छौँ हो। अर्को हाम्रो बिड भ्यालिडिटी, हामीले बिड सेक्युरिटी राखेका हुन्छौँ, त्यो भनेको हामीले सामान्य 10 करोडभन्दा तलकोले 120 दिन चाहिँ हाम्रो बिड भ्यालिडिटी अथवा बिड सेक्युरिटी राखेका हुन्छौँ। ठेक्का खोलेको दिनबाट 120 दिन चाहिँ हामीले के छ भन्दाखेरि बिड भ्यालिडिटी राखेका हुन्छौँ। अब इभ्यालुएसनको क्राइटेरिया अनुसार चाहिँ के छ भन्दाखेरि हाम्रो सानो ठेक्का भएकोले अब ठेक्का खोलेको भोलिपल्ट चाहिँ हामीले इभ्यालुएसन सकिदिन्छौँ भनेर चाहिँ एज्युम गरेका छौँ। सामान्यतया 1 देखि 3 दिन अथवा 7 दिनसम्म राख्न सकिन्छ। यसमा चाहिँ 1 दिन पनि प्लस 1 दिन राख्दाखेरि पनि पिपिएमले एक्सपेक्ट गर्ने भएकोले चाहिँ मैले 1 दिन राख्ने गरेको छु। यो भनेको कहिलेको 1 दिन भयो, डेडलाइन अफ सबमिसनको 1 दिन जोड्ने। अब त्यसपछि एलओए हामीले सामान्यतया भनेको बिड इभ्यालुएसन कम्प्लिट भएको भोलिपल्ट हामीले एलओए पठाउँछौँ। यो बिड इभ्यालुएसन यहाँ कम्प्लिट भयो, यसको भोलिपल्ट हामीले एलओए पठाउँछौँ, एलओआई पठाउँछौँ, सरी एलओए होइन एलओआई। अब एलओए चाहिँ जहाँ यो पठाएको नोटिस निकालेको 7 दिनपछि चाहिँ हामीले एलओए पठाउँछौँ है। यसरी सबै हामीले नर्मल एपिपी बनाइसके पछाडि चाहिँ एपिपीलाई लिएर गएर पिपिएममा मात्र हाल्ने राख्ने मात्र हो। त्यसको लागि अब पिपिएमकोमा जाउँ। अब हेर्नु है, बिड डकुमेन्ट पब्लिकेसन डेट। बिड डकुमेन्ट पब्लिकेसन डेट कहिले हुन्छ त हो 25 जनवरी 25 को हाम्रो 10 बजे चाहिँ पब्लिकेसन हुने गरेर मिलाउँछौँ यसलाई। अब के भन्दाखेरि आइतबार 10 बजे चाहिँ हाम्रो पिपिएममा यो ठेक्का चाहिँ अपलोड हुन्छ, देखिन्छ, पब्लिकले चाहिँ यो ठेक्का हेर्न पाउनुहुन्छ भनेर यसरी गऱ्यौँ। यो कहिले गरिन्छ भन्दाखेरि अहिले भनेको जस्तो यहीँ लेखेको छ हामीले, हेर्नु प्रिबिड मिटिङ 12 फेब्रुअरीमा प्रिबिड मिटिङ छ। यहीँबाट जनवरी फेब्रुअरी 12 प्रिबिड मिटिङ कति बजी 11 बजे गरौँ। ओके, अब प्रिबिड मिटिङ एड्रेस भनेको छ। प्रिबिड मिटिङ एड्रेस भनेको चाहिँ कहाँ गर्ने त भन्दा सिमएच अफिस एड्रेसमै गर्ने हो। यो भयो। अब पब्लिक इन्टिटी भनेको अथोराइज इन्टिटी, पब्लिक इन्टिटी भनेको अथोराइज अफिस कुन त भन्दाखेरि हाम्रो आइडी अफिस नै हो। त्यसै पछाडि भेलुअप गरेर हामीले यहाँ बनाएर राखेको छौँ हो। यसरी गर्छौँ, अथोराइज अफिसलाई हामीले यहाँबाट हाल्यौँ। लास्ट डेट अफ बिड सबमिसन कहिले भनेको छ, लास्ट डेट अफ डेडलाइन अफ सबमिसन भनेको यहाँ पनि लेखेको छ, हामीले हेर्नु डेडलाइन 24 फेब्रुअरी 2026 लास्ट डेट अफ बिड ओपनिङ डेट भयो। लास्ट डेट बिड सबमिसन भनेको जनवरी होइन फेब्रुअरी 24 कति बजीसम्म 12 बजीसम्म। अनि बिड सबमिसन एड्रेस केमा, अब बिड केमा सबमिसन गर्ने त भन्दाखेरि अनलाइन भएपछि अनलाइन सबमिसन गर्नु पऱ्यो, अफिसमा आएर सबमिसन होइन। त्यसपछि भएपछि यो हाम्रो यहाँ यो एड्रेस हो, यो एड्रेसमा के गर्नु पऱ्यो, बिड सबमिसन गर्नु पऱ्यो। बिड ओपनिङ डेट कहिले त, बिड सबमिसन गरेकै दिन बिड ओपनिङ हुन्छ। त्यो भएर यहाँ आइसक्यो 24/2/2026 यो एपिपी पनि बनाएको हुन्छ, एपिपीबाट पनि डाइरेक्ट आउँछ। 24 को कति सबमिसन हुन्छ 12 बजीसम्म त सबमिसन नै भयो। अब हामीले 13 बजे चाहिँ ओपनिङ गर्छौँ। बिड ओपनिङ एड्रेस भनेको सिमएच अफिस एड्रेसमै हो। डेट अफ स्टार्ट अफ वर्क भनेको छ, यो काम कहिलेबाट सुरु गर्ने भन्ने कुरा हुन्छ। अब काम कहिलेबाट सुरु गर्ने भन्ने कुरा चाहिँ हाम्रो के छ भन्दाखेरि डिपेन्ड अन एग्रिमेन्ट, हामीले एग्रिमेन्ट कहिले गर्छौँ हो त्यहीले चाहिँ काम सुरु गर्छौँ। हामीले प्लान अनुसार चाहिँ हामीले मार्च 20मा एग्रिमेन्ट सुरु गर्ने भनेको छ। भोलि कस्तो केही गर्न सक्छ, त्यही भएर चाहिँ मैले यसमा चाहिँ मेन्सन इन
अर्कोबाट लेखिदिने गरेको छु। अब आइएफपी नम्बर है, अब कभर पेजमा देखिने भएको हाम्रो यो हो, बिट डकुमेन्टको कभर पेजमा यो डकुमेन्ट छ हो, यो चाहिँ हाम्रो त्यहाँबाट देखिन्छ। अब आइएफपी नम्बर कति त हाम्रो आइएफपी नम्बर पनि हामीले यहीँ राखेका छौँ, आइएफपी 03823 हो। अब भनेपछि आइएफपी हाम्रो 23 नै हो। कन्ट्याक्ट आइडी पनि हाम्रो के छ भन्दाखेरि आइडी रसुवा आर हाम्रो 23 नै हो। यो 23 ठिक्क भयो हाम्रो। बिट डकुमेन्ट फी रासो कति तिर्ने त 3000 हाम्रो सानो ठेक्काको लागि। यो कहाँ तिर्ने भन्ने कुरा हो, ब्याङ्क इन्फर्मेसन, एकाउन्ट नम्बर, अफिसको नम्बर, यो चाहिँ सबै हामीले यहाँ हाल्नु पऱ्यो। तपाईँको अफिसको नाम ब्याङ्क कुन आइडीमा छ, नेपाल ब्याङ्कमा छ, हामीले नेपाल ब्याङ्क हालिसक्यौँ। एकाउन्ट आफ्नो पर्सनल सेवा भयो, एकाउन्ट नम्बर छ, अफिस कोड छ, यसै यो हालिसके पछाडि बिट सेक्युरिटी फी। अब बिट सेक्युरिटी फी कहिले त कति राख्ने त होइन, हामीले यहाँ निकालेछौँ 45,000 भनेर है। यो एपिपीमा यो 35,000 छ भनेपछि बिट सेक्युरिटी फी हाम्रो कति छ, बिट सेक्युरिटी फी यो चाहिँ के छ भन्दाखेरि इन्क्लुसिभ भ्याट, इन्क्लुडिङ भ्याट भयो भनेको 45,000 भयो। अब यो चाहिँ के छ भन्दाखेरि अब यो सेन्सन ठेक्कामा चाहिँ के छ भन्दाखेरि 45,000 डिपोजिट गर्न पनि सक्छ उनीहरूले। अब भनेपछि म डिपोजिट गर्न चाहन्छु भन्यो भने त उनीहरूले डिपोजिट गर्न चाहियो, त्यसको लागि के गर्नु पऱ्यो, अफिसको ब्याङ्क खाता त दिनु पऱ्यो नि त, एकाउन्ट नम्बर, ब्याङ्क कुन एकाउन्ट छ, उसले चाहिँ यो एमाउन्ट चाहिँ 45,000 डिपोजिट गर्न नि पाउँछ है। त्यही भएर यसरी एकाउन्ट डिपोजिट नम्बर चाहिँ यसमा राखौँ। यो हाम्रो पनि नेपाल ब्याङ्कै हो, यहाँ आइसक्यो सबै। यहाँ आइसकेपछि फाइनेन्सियल रिसोर्स चाहिँ कसको त भन्दाखेरि बजेट कसले गरेको त, फन्डेडको हो भन्दाखेरि हाम्रो गभर्मेन्ट बजेट हो, लोन होइन, गभर्मेन्ट बजेट हो। यसमा लोन, ग्रान्ट, इन्टरनेसनल रिसोर्स, एडिबीको फन्डेड, कसको फन्डेड त हाम्रो त यो त गभर्मेन्ट बजेट हो, त्यही भएर गभर्मेन्ट बजेट भयो। प्रोजेक्ट टाइटल भनेको त यही हो, प्रोजेक्ट डिस्कसन। अब यसमा के काम गरिन्छ त भन्दाखेरि जेनरल स्ट्रक्चरल वर्क भनेर वर्क्सभन्दा हामीले धेरै गरिँदैन, किनकि हाम्रो यो 20 लाखको ठेक्कामा हाम्रो त्यस्तो धेरै काम पनि हुँदैन। यति गरिसकेपछि यो हाम्रो पहिलो चाहिँ भयो। अब यसलाई के गर्ने भन्दाखेरि सेभ एन्ड नेक्स्ट। अब यो जेनरल इन्फर्मेसन सक्यो। अब हाम्रो के छ भन्दाखेरि बिल अफ कन्टेन्ट बिओकीको सेक्सन आयो। अब यो बिओकी सेक्सनमा तपाईँको हाम्रो के छ भन्दाखेरि एउटा प्रोभिजनल सम मात्र आएको छ हेर्नु है। अब हाम्रो बिओकी कति चाहिन्छ त भन्दाखेरि यहाँ लेखेको छ त हामीले लेख्नु, हाम्रो कुन चाहिँ ठेक्का इस्टिमेट गर्न लाग्यो त्यसको इस्टिमेट पनि हामी खोलेर हेरौँ। योजना 7 रुपियाँदेखि 52 डाँडासम्म ल। यो इस्टिमेट चाहिँ हेर्नु, यो हाम्रो प्रोभिजनल सम एउटा, जनरल आइटम 2टा, अर्थको एउटा, स्ट्रक्चर आइटम 3टा छ, स्ट्रक्चर 800 रुपियाँ। अब यो चाहिँ हामीले के छ भन्दाखेरि यो सबै त्यसमा लिएर गएर राख्नु पऱ्यो नि त, त्यसलाई कसरी राख्ने त होइन। अब यसमा लिएर आउनु पऱ्यो, यहाँ मेन पोइन्ट भनेको यसमा लाग्यो, हाम्रो प्रोभिजनल सम एउटा छ। अब यो आइछ, यसमा प्लस गर्दाखेरि के हुन्छ भने यहाँको थपिन्छ है, तर यो त आउँदैन नि त। अब यसलाई यो थप्नु पऱ्यो कि यतापट्टि प्रोभिजनल सम आयो, अर्थ थप्नु पऱ्यो, तर यो एड गर्दै जानु भयो भने तपाईँको यो थप्दै जान्छ, यतापट्टि आइटम मात्रै थपिदिनु भयो प्रोभिजनल सममै बसेर। अब यहाँ एड क्याटेगोरीमा जाने, अब एड क्याटेगोरीमा चाहिँ हाम्रो के छ, कन्स्ट्रक्सन वर्कको यहाँ छ हेर्नु। कन्स्ट्रक्सन वर्कभित्र हाम्रो के छ त, के काम गर्ने हामीले रोड कन्स्ट्रक्सन वर्क यहाँनिर। रोड कन्स्ट्रक्सन वर्कभित्र हामीले के राख्नु पऱ्यो, जेनरल आइटम राख्नु पऱ्यो है, रोड वर्क जेनरल आइटम। यसमा यसरी क्लिक गर्नु, यहाँ सेलेक्ट गर्नु, रोड वर्क जेनरल आइटम आयो। अब यसमा यो एड गर्नु कति चाहियो हामीलाई, यो हेर्नु त यहाँनिर यो हामीलाई कति चाहियो, जेनरल आइटम, इन्सुरेन्स र प्रोजेक्ट इन्फर्मेसन बोर्ड भनेर 2टा चाहियो, यो 2टा चाहियो, इन्सुरेन्स र प्रोजेक्ट भयो। अब त्यस पछाडि हाम्रो के चाहियो, अर्को अर्थक चाहियो। अर्थकमा हामीले एउटा मात्र राखेका छौँ होइन। अब अर्थक पनि यसरी नै एड क्याटेगोरीमा जाने, कन्स्ट्रक्सन वर्कमा जानुहोस्, रोड कन्स्ट्रक्सन वर्कमा जानुहोस्, त्यहाँ गइसकेपछि अर्थवर्क भनेर यहाँ छ, यसरी सिलेक्ट गर्नुहोस्,
यो सिलेक्ट भयो, अर्थको एउटा भयो। अब स्ट्रक्चर राष्ट्रिय पेमेन्ट भन्ने छ। अब त्यसमा त हामीले चाहिँ कन्स्ट्रक्सन, फेरि त्यसलाई कन्स्ट्रक्सन वर्कमा जानु, रोड कन्स्ट्रक्सन वर्कमा जानु। अब स्ट्रक्चर वर्क मात्रै राखिदिनुहुन्छ। स्ट्रक्चर वर्क रिटेनिङ वर्क प्रोटेक्सन वर्क भने चाहिँ यो स्ट्रक्चर वर्कमा राखिदिनुहोस्, सेलेक्ट गरिदिनुहोस्। आयो अब स्ट्रक्चर वर्क ल एउटा कतिवटा छ स्ट्रक्चर वर्क हाम्रो यहाँ एउटा दुईवटा तिनवटा छ, एउटा दुईवटा तिनवटा छ। यो भयो, यो हामीलाई जति चाहिन्छ पिओक्यूको लागि हामी त्यतिवटा चाहिँ टेबल हामीले केमा गऱ्यौँ बनायौँ होइन त। अब तपाईँले यसमा इन्डिभिजुअल रूपमा त लेख्न सक्नुहुन्छ। अब त्योभन्दा चाहिँ मैले के गर्ने गरेको छु भन्दा यसलाई चाहिँ सजिलोको लागि एक्सपोर्ट टु एक्सलमा चाहिँ यसलाई हामीले लिएर जान्छौँ। बिलो कम्प्युटर 4 नम्बरको यो डाउनलोड भयो, डाउनलोड सेक्सनमै डाउनलोड गरेको छु मैले। अब यो खुल्यो, यसलाई इनेबल एडिट गरौँ। अब अहिले हामीले बनाएको टेबल यहीँ छ, टोटल सब बनायो। रोड कन्स्ट्रक्सन वर्कभित्र रोड जेनरल आइटम जेनरल वर्क आइटम राख्यौँ। अब यसमा हामीले राखेको थियौँ अर्को अर्थहरू राखेको थियौँ, अर्को स्ट्रक्चर वर्क राखेको थियौँ। अब हामीले यो सब ग्रुप हो, टाइटल हामीले भन्दा नि हामी आइटम डिस्क्रिप्सन यहाँनिर हेर्नु, आइटम नेम र डिस्क्रिप्सन, युनिट, क्वान्टिटी र अफिसियल रेट भनेपछि आइटम हामीले के छ भन्दाखेरि यो राख्छौँ, यहाँबाट हेर्नु यो राख्छौँ हो। यो हो क्वान्टिटी पनि युनिट पिएस आइटम क्वान्टिटी हो भयो, अफिसको रेट यति 10,000। यसलाई कन्ट्रोल सी गरौँ, यहाँ गरेर पेस्ट भएर गरिदिउँ हो, यति 10,000 आयो होइन। अर्को हेरौँ जेनरल आइटममा इन्सुरेन्स यति हामीलाई चाहियो, यसलाई पनि कन्ट्रोल सी गरौँ, यसलाई पेस्ट गरौँ। अब अर्थवर्कमा होइन अर्थवर्क हाम्रो चाहिँ यति, कन्ट्रोल सी गरौँ। तपाईँले इस्टिमेट गर्दाखेरि यसरी नै गर्नुभयो भने चाहिँ सजिलो हुन्छ हो। यही फर्मेट हो, डिस्क्रिप्सन, युनिट, क्वान्टिटी र रेटमा। यो रेट अगाडि क्वान्टिटी अगाडि पछाडि भयो भने तपाईँलाई चाहिँ यो गर्नाले गाह्रो हुन्छ, त्यही भएर यो फर्मेटमा गर्नुभयो भने सजिलो हुन्छ। अब अर्थवर्कसम्म भइसक्यो, त भइसकेपछि स्ट्रक्चर वर्क हाम्रो यहाँ चाहिँ यतिसम्म मात्र हो। युनिटलाई पनि कन्ट्रोल सी गरिदिउँ, यसरी पेस्ट गर्नु। यो गरिसकेपछि अब हामीले के गर्नु पऱ्यो, यसलाई सेभ गरिदिनु पऱ्यो हो। यो सेभ गऱ्यौँ, यो सेभ गरेर यसलाई काटिदिउँ। अब यसलाई पनि मिनिमाइज गरौँ। अब यहाँ जाउँ, यो ठाउँमा आइसकेपछि के गर्ने त भन्दाखेरि अब अहिलेको एक्सललाई चाहिँ अब यसमा चाहिँ के गर्ने इम्पोर्ट गर्ने हो। यो बनाइसक्यो, अहिले एक्सल हालेको थियौँ, चुज फाइलमा गएर डाउनलोडमा माउन्ट डाटाको भ्यू, यसलाई चाहिँ के गर्ने अब त्यसमा के गर्ने इम्पोर्ट गरिदिने होइन। हामीले सर्लकै एकैचोटिमा बुझ्नुभयो। अब यो मिलेको मिलेन त हेर्नु है, यसलाई लिएर गएर हामीले मिल्यो कि मिलेन भनेर यहाँ पेस्ट गरौँ होइन। अहिले भएर मैले यहाँ पेस्ट गरिदिन्छु। 1958.13 आयो हो। अब यहाँको त्यो चाहिँ 1998.215.13 भनेको यो भ्यालु भनेको कन्टिजेन्सी बाहेकको अमाउन्ट हुन्छ क्या। त्यही हिसाबले यसमा कन्टिजेन्सी हामीले कन्टिजेन्सी त अपलोड गरेको थिएनौँ नि त, त्यही भएर भनेपछि 1958.215.12 बुझ्नुभयो, कुरो मिल्यो नि। 1 र 1 0.01को भ्यालुमा फरक आएको छ, यसले चाहिँ के फरक अलिकति फरक परेन होला, हाम्रो यो ट्रान्सहरू नभएर बिग्रेको होला, यो फरक पर्दैन। 1998.215 मिल्यो। यो मिलिसके पछाडि अब हाम्रो काम के त भन्दाखेरि यसलाई सेभ एन्ड नेक्स्ट गर्ने। अब यो कुनै मिस्टेक छ भने यहाँबाट चेन्ज गर्नुहुन्छ तपाईँले। यसलाई सेभ एन्ड नेक्स्ट गरिदिनु। ओके, इभ्यालुएसन एन्ड क्वालिफिकेसन रिक्वायरमेन्टमा हामीलाई चाहिँ इभ्यालुएसन क्वालिफिकेसन के चाहियो होला, हामीले त्यस्तो केही पनि म्यानेजर नमाग्ने भएकोले यो टिक लगाउँदा पनि तपाईँले खासै फरक पर्दैन, किन भन्दाखेरि सिङ्गल इन्भलपमा हो। अब यो टिक गरे पनि नगरे पनि केही फरक पर्दैन, त्यही भएर मैले चाहिँ यो केही पनि नमाग्ने भएकोले मैले यसलाई केही पनि टिक गरिनँ, सेभ एन्ड नेक्स्टमा गरिदिएँ। अब समरी अब हामीले ठिक हेर्नु है, हालेको सबै यहाँ आइसक्यो। IFA3 R23 नै भयो, यो पनि हालेको थियो हामीले। प्रोजेक्ट टाइटल हुनु सेप्रिभेसी यो भयो, क्याटेगोरी वर्क्स, प्रोग्रामिङ मेथड एनसिबी, बिल्डिङ प्रोसिजर, प्री क्वालिफिकेसन नट रिक्वायर्ड निडेड,
मलाई प्रिपब्लिकेसन निडेड छैन। बिडिङ टाइपको चाहिँ ओपन भयो, यो जेनरल डिटेल्स भयो। अब कन्ट्याक्ट डिटेल्सभित्र यो हाम्रो पब्लिक एन्टिटी हाम्रो अफिसको नाम भयो। अब बिड सेड्युल बिड पब्लिकेसन डेट 25/10 बजे पब्लिस हुन्छ, जनवरी 25। प्रिबिड मिटिङ फेब्रुअरी 12। लास्ट डेट डेट सम्झन फेब्रुअरी 24। बिड ओपनिङ डेट फेब्रुअरी 24। अहिले भर्खर हालेको थियौँ 13 बजे 12 बजे उता हालेको थियो नि फर्स्टमा। यसमा यो सबै यहाँ भएर आइसक्यो। अब यो गरिसकेपछि हामीले के गर्छ भन्दाखेरि यो ठेक्का त सब्मिसन ठेक्का बिड ओपनिङ गरिदिने बेलामा हामीले एउटा कमिटी बनाउनु पर्छ हो। त्यो कमिटीलाई चाहिँ के गर्नु पऱ्यो, बिड ओपनिङ कमिटी चाहिँ एसाइन गर्नुपर्छ। यहाँनिर अहिलेसम्म एसाइन गरेको छ हामीले। अब हामीले पहिले बनाएर राखिसकेको छौँ बिड ओपनिङ कमिटी। अब यसलाई चाहिँ हामीले गएर एसाइन गरिदिन्छौँ, बिड ओपनिङ कमिटी एसाइन। अब अपलोड बिड डकुमेन्ट अहिले हामीले बनाएको बिड डकुमेन्ट चाहिँ अब यसमा के गर्छौँ, अपलोड गर्छौँ। अहिले सुरुमा देखाएको थिएँ मैले तपाईँलाई बिड डकुमेन्ट चाहिँ हामीले अपलोडेबल गर्नको लागि बनाएको बिड डकुमेन्ट यसमा अपलोड गर्छौँ। यसो गर्छौँ चुज फाइल है, यसरी हामीले के गर्छौँ, अपलोड गरिदिन्छौँ। यो अपलोड भइसक्यो। अब हेर्ने अपलोड भएको बिड डकुमेन्ट। अब यो बिड डकुमेन्टमा अहिले हाम्रो के छ भन्दाखेरि बिओक्यू एड गरेर यहाँ जेनेरेट भइसकेको हुन्छ हो। अब यसलाई डाउनलोड गर्नुभयो भने अहिलेको बिड डकुमेन्टमा हेर्नु है, अहिले सुरुमा हेर्दाखेरि हामीले के छ भन्दाखेरि यही हो, सेब्रोबेसिटी 52 सडक कुसाकुना रसुवा कन्ट्याक्ट आइडी R23। अब यसमै यो हेर्दै जाँदाखेरि के छ भन्दा तपाईँको लास्टमा हामीले के छ भन्दाखेरि बिल अफ क्वान्टिटी अहिले नै खाली थियो सेक्सन हो। यो यहाँ हामीले सुरुमा हालेको बिड डकुमेन्ट यसमा चाहिँ हाम्रो बिल अफ क्वान्टिटी छैन है, छैन। अब हामीले जेनरल गरेको बिल अफ क्वान्टिटी भएर आइसक्यो भन्नु, पिएस आइटम आयो, अरू यसरी नै आइसक्यो। अब यसलाई के गर्ने पऱ्यो भन्दाखेरि हामीले क्रिएटरबाट काम सक्यो। अब क्रिएटरबाट काम सकिसकेपछि हामीले रिभ्युअरलाई चाहिँ अब यो कुनै मिस्टेक छ भने रिभ्यू गर भनेर पठाउँछौँ हो। कुनै केही मिस्टेक भयो भने यसलाई रिभ्यू गर्ने, चेक गर्ने, अथवा मिस्टेक छ भने फेरि चाहिँ के गर्ने, क्रिएटरमा पठाउने, मिस्टेक छैन भने एप्रुभरमा पठाउने हो। अब रिभ्युअरले चाहिँ के गर्छ भन्दाखेरि यसलाई एडिट गर्न मिल्दैन, रिभ्युअरले मात्र चेक मात्र गर्ने हो। भनेपछि अहिले रिभ्युअरको नि अहिले खोलौँला, यसलाई चाहिँ ओके गरौँ, एउटा पठाइदियो सेक्सन सिलेक्सनमा सेन्ड फर रिभ्यू। यसरी हामीले सबमिट गरिदिउँ रिभ्युअरबाट। अब हामीले के गर्छौँ भने रिभ्युअरबाट खोल्छौँ। पिपिएममा रिभ्युअरको इन्टरफेस खोलियो। हामीसँग मैले 7वटा ठेक्का अपलोड गरेको थिएँ हो। यहाँ आइसक्यो प्रोग्राम डकुमेन्ट 7वटा ठेक्कै मैले रिभ्युअरबाट पठाइसकेँ। त्यस पछाडि यो रिभ्युअरको काम आयो। अब यदि भइसकेपछि रिभ्युअरले यसमा जान्छ, प्रोक्युरमेन्ट डकुमेन्ट रिभ्यू गराउने ठाउँमा यहाँ गयो। यो 7वटा छ, यो यहाँ हामीले अपलोड गरेको ठेक्का अहिले हामीले अपलोड गरिदिएको यो सेब्रोबेसीदेखि 52 डाँडासम्म सडक कालोपत्री गोसाइकुण्ड 5 हुनेछ, रिभ्यू पेन्डिङ। अब यहाँ क्लिक गर्ने, यसो काम भनेको यदि मात्र हो है। बिड डकुमेन्ट पब्लिकेसन 25 जनवरी 2026। यो ठिक छ, यो ठिक छ है। यहाँ कुनै मिस्टेक छ भने हामीले के त पठाउँ, उता पठाउनु पऱ्यो। प्रिबिड मिटिङ फेब्रुअरी 12 12 बजे ठिक छ, यो पनि ठिकै छ। आइडी रसो पिपी ठिक छ। लास्ट डेट अफ बिड सबमिसनको लास्ट डेट 24 फेब्रुअरी 2026 12 बजे यो भयो। बिड ओपनिङ डेट 24 फेब्रुअरी 13 बजे। स्टार्ट अफ वर्क डेट मेन्सन इन वर्क अर्डर। आइएफए R23, कन्ट्याक्ट आइडी R23, बिड डकुमेन्ट 3000 यो पनि ठिकै छ। नेपाल ब्याङ्क भयो, यो ठिक सबै ठिक छ। सेक्युरिटी 45,000 यो ठिक छ। गभर्मेन्ट ल्यान्ड यो ठिक छ। अब नेक्स्ट गऱ्यो।
बिल अफ क्वान्टिटिज एडिसनल टेस्ट यो पिएसमा यो पनि ठिक छ लेबर इन्जिनियर एलएसमा यो पनि ठिक छ यो पनि नम्बरमा ठिक छ अर्थ एजुकेसन फाउन्डेसन मिटर क्युबमा ठिक छ इन्फोर्समेन्ट कङ्क्रिट स्पेसिफिकेसन सिमेन्ट कङ्क्रिट M20 यो मिटर क्युबमा ठिक छ प्रोभाइड लेङ 125 माइक्रो पोलिथिन यो पनि मिटर स्क्वायरमा ठिक छ अब अर्को प्रोभाइडिङ लेङ फिटिङ प्लेसमेन्ट एसोसिएटेड इन्फोर्समेन्ट यो त चाहिँ डन्डी हाम्रो मेट्रिक टनमा यो पनि ठिक छ भनेपछि नेक्स्ट चेक गरौँ अब यहाँ यो कुनै पनि चेक नगरेर चाहिँ यसलाई पनि नेक्स्ट चेक गरौँ यो गरिसकेपछि हाम्रो के छ भन्दाखेरि अब यहाँ फाइनल हेरौँ अहिले रहेछ यो भयो 10 बजे पब्लिस हुन्छ 11 बजे प्रिभ्यू मिटिङ 12 बजे बिड सबमिसन 13 बजे बिड ओपनिङ यो बिड ओपनिङ र बिड सबमिसन एउटा डेट आउनु पऱ्यो मिल्यो यो पब्लिकेसन पनि एउटा डेट मिल्यो बिड ओपनिङ कमिटी एसन भयो एसन भइसक्यो अपलोड बिड डकुमेन्ट अपलोड भयो कता कहाँ देखिन्छ यहाँ देखिन्छ अपलोड बिड डकुमेन्ट भयो अब अहिले हामीले हेरेको डकुमेन्ट पनि यहीँबाट भयो अब यहाँ कुनै पनि मिस्टेक देखा भएन होइन मिस्टेक नभएपछि के गर्नु पऱ्यो यसलाई ओके गर्ने यहीँ सेन्ड फर एप्रुभल सेन्ड फर मोडिफिकेसन यो दुईवटा मात्र गर्न पाउँछ अरू यहाँ कुनै पनि एडिट गर्न पाउँदैन रिभ्यूहरूले चाहिँ रिभ्यूर काम भनेको चेक मात्र गर्ने चेक गरिसकेपछि कुनै कुरा सचाउनु पर्ने छ भने उसले कमेन्टमा यसमा लेखेर मोडिफिकेसनमा पठाइदिन्छ अब चेक गर्न परेन सबै ठिक छ भने चाहिँ यसमा ओके लेख्यो र एप्रुभरलाई पठाइदियो मैले अब एप्रुभरलाई पठाइदिएँ यसो गरेँ आइडी रस एपिपी र सबमिट गरिदियो एउटा साइन सक्सेसफुली सबमिटेड ओके अब यो हामीले चाहिँ के छ भन्दाखेरि एप्रुभरबाट पठाइदिन्छ अब एप्रुभरको काम पनि के गर्ने भन्दाखेरि उसले रिजेक्ट गर्ने कि अब एप्रुभ गर्ने उसको मात्र काम हो जस्तै त्यही ठेक्कामा अब यो एप्रुभरको एकाउन्ट है यो एप्रुभरको एकाउन्टमा प्रोक्युरमेन्ट डकुमेन्ट यो त हाम्रो क्रेडिटरबाट पठायो रिभ्यूले हेऱ्यो र एप्रुभरले अब के गर्नु पऱ्यो अब यसलाई के गर्ने एप्रुभ गर्ने कि गर्ने जस्तै यहाँ पुगेन तपाईँको यो सबै हेर्नु पऱ्यो यहाँबाट रिभ्यूरले पनि हामीले के छ भन्दाखेरि ब्याकमा गएर मोडिफिकेसनलाई पठाउन सकिन्छ एप्रुभ गर्ने कि सेन्ड फर मोडिफिकेसनलाई गर्ने कि रिजेक्ट गर्ने अब कुनै मिस्टेक छ एप्रुभरले रिभ्यूरले नदेखेको मिस्टेक एप्रुभरले देख्यो भने एप्रुभरले पनि मोडिफिकेसन गर्न पठाउनुपर्छ मोडिफिकेसन भनेको क्रेडिटरले मात्र गर्छ बुझ्नुभयो यहाँबाट मोडिफिकेसन पठाएपछि डाइरेक्ट क्रेडिटरकोमा पुग्छ जस्तै सेन्ड फर मोडिफिकेसन गर्नुभयो भने क्रेडिटरबाट पुग्छ अब रिजेक्ट गर्नुभयो भने यो रिजेक्ट हुन्छ यो कुनै टोली हुन्छ यो एप्रुभ गरेर ओके गर्नु भने यो एप्रुभ हुन्छ अहिले मैले एकछिन यसलाई एप्रुभ गर्दिनँ